मलाई के अरे बाहिर भाइरल हुनु मन चाहिँ छैन। ठिक छ यहाँलाई चाहिँ भाइरल बनाइदिनु सक्दैन नि फेरि। ए कुसुम कुसुमलाई बोलाउनु सबजना कपाल छपल कपाल छपल कपाल छपल। अब अगाडिबाट अनुहार त के देखाइदिनु नि होइन फेरि सब आमा बाउले देखिरह उनीहरूको बिजोग हुन्छ। मान्छे सक्दैन होइन पिस ठाउँमा आएको हुन्छ। अब यहाँ फोटो खिच्दैछन् भने के डिस्टर्ब गरिदिनु। पछाडि ब्याकग्राउन्डभरि मान्छे छ। अब के फोटोग्राफी भन्नु टिकटक बनाइराखेको कुसुमले। खै कुसुम देखेँ कुसुम देखिरहेछ के छ उमेश दुवैजना उमेश ल भेट भयो खुसी लाग्यो लङ टाइम कता भयो। हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल। भने हामी यहाँ भ्लग सुरु गर्न गइसकेको अवस्था देख्न सक्नुहुनेछ। भने आज हामी चट्टसित कहाँ आइसकेको छौँ त्यो पनि हेर्न सक्नुहुनेछ। भने यहाँ हेर्न सक्नुहुनेछ हामी कमल पोखरीमा छौँ है त गाइजहरू। पछाडि धेरैजना हुनुहुन्छ टक्क। भने हामी एक राउन्ड हान्नेछौँ कमल पोखरी के हुनेछ हेरिदिउँ है त गाइजहरू। यो मोबाइल यो हातबाट बोक्दै हिँड्नु है। मान्छेहरूको फोटो सुट चलिरहेछ। फोटो सुट देख्न सक्नुहुनेछ यहाँ कमल पोखरी साइडमा हामी हिँडिरहेछौँ है त। तर मैले ब्याक क्यामेराले बनाउनु पर्ने हो। तर ब्याक बनायो भने त मेरो अनुहारै देख्दैन नि त उतापट्टि देखिरहेको हुन्छ। त्यही कारणले फ्रन्टबाट बनाइदिइसकेको अवस्था छ है त। यहाँ हेर्नु फोटो सोटो चलिरहेछ। बिचबाट नि हिँड्नलाई अलिकति गाह्रो परिरहेछ। भने हामी साइडबाट यसरी हिँड्दैछौँ ह्यान्ड स्विच। यहाँ अलिकति खाली देख्न सक्छौँ। भने यता यस्तो देखाइदिउँ भ्यू। टिकटक पनि चल्दैछ। देख्दैन त नाइस है। त्यहाँ नदेखिरहेको अवस्था छ। पुरा घामले टल्किरहेछ। गइदिउँ के कस्तो हुन्छ यतिकै हेर्नुमा। यस ब्रेक टाइममा निस्क्यानी यसो कमल पोखरी भाइरल छ उमेश दुवैजना उमेश ल भेट भयो खुसी लाग्यो लङ टाइम कता के गर्दै। म भरे ब्रेक निस्केँ नि त खाजा खाने टाइम। अनि अब खाजा खाने टाइममा यसो एक राउन्ड हान्ने यो टिकटकमा भाइरल भइरहेछ होइन। मलाई के अरे बाहिर भाइरल हुनु मन चाहिँ छैन। ठिक छ यहाँलाई चाहिँ भाइरल बनाइदिनु सक्दैन नि फेरि। ल एक राउन्ड हान्छ नि निस्किन्छ ल यतिकै बसिरह यतिकै बस्यो ल हुन्छ गएको त ल ल हाम्रो साथी पनि भेटिसकेको अवस्था छ। एक्स अफिसमा एक्स अफिस होइन उसको चाहिँ एक्स अफिस मेरो चाहिँ प्रेजेन्ट अफिसमा सँगै काम गरेको हामी साथी देख्न सक्नुहुनेछ है त। यसको भाइ यहाँ हेर केटा हेर सबैजना हेर तिमीहरू हेर। ए वाइल्ड मान्छे छ त वाइल्ड मान्छे यार। म पनि आएर एकजना पनि थपिसकेको छ मस्त छ त। भने तिमीहरू लाइक कमेन्ट हान्न चाहिँ नभुल्नु है। यहाँ कोही लुडो खेल्दैछन् यहाँ कोही के गर्दैछन् कोही आनन्दसित बस्दै हुनुहुन्छ होइन। अब यहाँ पानीमा गएर त के चलाउनु नचलाउँ हामी यसरी गइदिइरहेछौँ ल। यहाँ सबैजना टिकटक यहाँ अलिकति खाली जस्तो देख्दैछ म। हेर अब यस्तो भ्यू। अब यहाँ माछा कुनै पनि देख्दैन। माछै सक्दैन यार। माछा भन्दैछन् यार भाइहरू। माछा भन्दैछन्। अब कसरी बनाउनु त अब ठिक छ हामी आफ्नै अनुहार देखाउँदै पछाडि ब्रेक गर्ने यस्तो देखाउँदै हिँड्नेछौँ। अरू त के गरौँ। अब आइफोन भावेको फनक्क पछाडि फर्काउने फनक्क अगाडि फर्काइदिनु। यहाँ देख्न सक्नुहुनेछ टिकटक सिकटक पनि बन्दैछ मान्छेहरूको। गाह्रो छ गाह्रो। प्राइभेसी म्याटर भन्ने जस्तै नै हुन्छ फेरि झलक्क उनीहरूलाई देखेला।
हेरौँ खोला तर त्यहाँसम्म एक राउन्ड हान्न पनि हामीलाई गाह्रो छ त पहिला त सुनसान हुन्थ्यो अहिले अब अलिकति भाइरल छ नि त यो प्लेस त्यही कारणले जता हामी गइरहेछौँ है गाइहरू अब ब्याक क्यामेरा त के गरिदिनु जस्तो लाग्छ जहाँसम्म लाग्छ कि ब्याक क्यामेरा गरिदिउँ केटा ब्याक क्यामेरा ल हेरौँ है त ब्याक क्यामेरा गरेर कस्तो हुन्छ ब्याक क्यामेरा गरिसकेको छु भने यहाँ हेर मेन गेट चाहिँ लगभग यही भन्छ हामी उताको गेटबाट आएको थियो यस्तो छ यार एकछिन भने आनन्द भनेर पिस ठाउँमा आएको हुन्छ अब यहाँ फोटो खिच्दैछन् भने केही डिस्टर्ब गरिदिनु पछाडि ब्याकग्राउन्डभरि मान्छे छ अब के फोटोग्राफी भन्नु फोटो खिच्नुहुन्छ हजुरहरू भन्दैछ नि त सबजना कपाल छपल अब अगाडिबाट अनुहार त के देखाइदिनु नि होइन फेरि सब आमा बाउले देखिरहे उनीहरूको बिजोग हुन्छ यता बस्ने ठाउँमा नि मान्छे उता नि बस्ने ठाउँमा मान्छे त्यहाँ गएर वरिपरिको यस्तो सिन हानिदिनुपर्छ कि लेस गएर त्यहाँभित्र गएर है त वरिपरिको सिन हानिदिउँ यहाँ माछा त एउटा पनि छैन होला यता डगिज देख्न सक्नुहुनेछ त्यहाँ अब फोटो खिचिरहेको बेला अब डिस्टर्ब होला नि त त्यही कारणले म नबोले अवस्था छ म चाहिँ इन्ट्रोभर्ट जस्तै हो एक्सट्रोभर्ट हुन सकेको एक्सट्रोभर्ट भइदियो है त यत्रो मान्छेको अगाडि चिचाउँदै हिँड्थ्यो होला त होइन केटा ल गाइज अब फ्रन्ट गर्छु है त म गरिसकेको अवस्था देख्न सक्नुहुनेछ फ्रन्ट क्यामेराहरूबाट फ्रन्टमा हिँड्ने मेरो ब्याकग्राउन्डमा पोखरी म यसरी हिँड्दैछु हामी फेरि कामबाट ब्रेक टाइममा निस्केर एक राउन्ड हान्नको लागि निस्केको छौँ है त केटा कस्तो हुन्छ भन्नु होला अरू त यहाँ एकछिनको टिकटक बनाउँछ यहाँ आफू त पुरै भ्लगै बनाइदियो बाल्लै भएन नि बाल्लै फरार सोह्रमा यहाँ यस्तो रहेछ नि त कमल पोखरी भनेर यहाँ माथि कमल पोखरी भनेर बनाएर रहेछ नि त आजकल पहिला यस्तो लेखेको थिएन केही थिएन जेस अहिले डेभलप हाने रहेछ नि त्यस नाइस है इकडा हो नाइस हेर अब यहाँ बाटोमा फोटो खिच्दैछन् केही बिचमा राखेको हाम्रो ए कुसुमलाई बोला म टिकटक बनाइराखेको कुसुमले खै कुसुम देखेँ कुसुम देखिरहेछ के छ ए सब ठिक छ म एक राउन्ड हान्न आएको थिएँ अनि यहीँ काम गर्छु नि त धेरै पछि देखाएँ मैले हो कि नै भनेर बोला हो र लाइक कमेन्ट खै त अनि ल गएको है त यसको यहाँ हामीले दुईजना साथी देखिसकेको छ त ऊ चाहिँ मेरो सानो स्कुलदेखिको मिल्ने साथी होइन 5 क्लासदेखिको पुरा 12सम्म सँगै पढेको साथी हो लभली भाडामा लेसको केटा हल्का फुल्का देखाइदियो नि ल अब सबैजना फोटाफोट यस्तै भइरहेछ अब निस्किदिउँ गाइज आफ्नो बाहिर निस्किने ठाउँ आइसक्यो ल है त गाइजहरू अब चाहिँ भ्लग इन्ड हान्दिउँ ब्रेक पनि सिद्धिने बेला भइसकेको छ गाइजहरू
भने थ्याङ्क्स फर वाचिङ गाइज नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब कमेन्ट हाल्न नभुलिनु होला है त बाई बाई गाइज